हेलो एन्ड गुड मर्निङ एभ्रिवान। सबैजना सन्चै हुनुहुन्छ, आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ भने आज चाहिँ हाम्रो दिनको सुरुवात गरिसकेको छौँ। साथी फुक्रो आउँदै हुनुहुन्छ, हामी जम्मा हुँदैछौँ र यसरी हामी सबैजना भेट भइसकेको छौँ। साथीहरू हामी वनमा पनि आइसक्यौँ र बाख्रालाई हामी वनतिर लगाएर अब हामी यतै यतै कति बाख्रा मात्रै हेर्ने भनेर चाहिँ हामी अब पनि घाँस काटेर फेरि घर बाख्रालाई भैँसीलाई हाल्नु पर्छ। बाख्रा चरेर गएपछि अनि फेरि भैँसी पनि छ घरमा, भैँसीलाई नै हाल्न पर्यो। त्यही भएर यो हो जङ्गलको राजा, अब यसलाई सबैको बनाउनु बाजा। पनि हालेर भइसक्यौँ। भारी हेर्दा हेर्दै भइसक्यो। हाम्रो गाउँघरको वन जङ्गलतिर चाहिँ यसै प्राकृतिक रूपमै च्याउ फलिसकेको छ। यो चाहिँ दुधे च्याउ रहेको छ। त्यस्तै गरी कालिनीहरू पनि देख्न सक्नुहुन्छ हजुरले। राक्षस, यो राक्षस हो, रगत चुस्ने राक्षस। हेर्नु सबैजनाले अलि नजिक देखाउ त। यहाँ मेरो खुन खाइसक्यो, म अब ढल्छु होला। यहाँ ढल्ला ढल्ला जस्तो भइसक्यो। हेर त यस्तो के अरे आउँछ। अघि न यत्रोबाट निकालेको के मैले है। यो बच्चालाई माछी काटे बाँडिदिन पर्यो नि, कपाल जिङरिङ परेर आउँछ यो बच्चा। फेरि एकछिन आराम गरेर बाख्रा जम्मा गरेर अब हामी टिकटक बनाउँछौँ। फाइनली हामी चाहिँ टिकटक बनाइसक्यौँ र अब हामी घर जाने तयारी गर्दैछौँ र बाख्राहरू पनि आइसकेको छ। टिकटकमा गएर हिँड्नुहोस् हाम्रो टिकटक। फाइनली हाम्रो छुट्टिने बेला नि भइसक्यो। लास फाइनली हामी घर पनि आइपुगेको छौँ र देख्न सक्नुहुन्छ पसिना पसिना। थ्याङ्क यू फर वाचिङ माई भिडियो है। अनि